आयो नि त। आज मैले प्याजको पकौडा बनाउनु लागेको। एकछिनपछि म देखाउँछु के हो। पहिला यो यसमा एड गर्दै गरौँ। हेर्नुहोस्, यसलाई काट्दाखेरि मेरो चाहिँ आँसु आयो। माइ गॉड, मेरो आँसु आयो। अनि यतापट्टि चाहिँ फिस फिस फिस। अनि यो चाहिँ हेमबहादुर राणाबाट माई ड्याड, उहाँको लागि होइन फिस हो। तर यो चाहिँ यो मेरो प्यारो प्यारो डियर यो भेजिटेरियन यो मान्छेको लागि हो। यो बनाउँदै गरेको यो दिस इज जस्ट स्टार्टिङ, दिस इज जस्ट बिगिनिङ। रेडी? मैले यहाँ सबै चिजहरू राखिसकेँ। हेर्नुहोस् है, यो चाहिँ एक्स्ट्रा तपाईँलाई मनपर्छ कि नै धनियाँहरू होइन बेसार। मैले यसमा सबै चिजहरू मिक्स गरेर ओनियन अनि यो के सागहरू होइन, अलिकति आलु। यो मेरो बनाउने तरिका छुट्टै हुन्छ होइन। अनि अलिकति स्पाइसी मनपर्छ अरे, त्यही भएर स्पाइसेस यिनीहरू सबैलाई मिक्स गरेर म चाहिँ लगभग 1 घन्टा चाहिँ राख्छु है। यो चाहिँ बेसनको अहिले पनि भनिरहेको छु है, यो मेरो यो भनेको मेरो पकौडा है। सबै चिज मिक्स गरेको मैले पकौडा बनाउन लागेको छु है। यो तपाईँलाई देखाउन लागेको मैले। यसमा अलिकति फुड कलर छ भने फुड कलर। यसको चाहिँ इन्ग्रिडियन्ट मैले भनिहालेँ। स्पेनिस साग, अनियन अनि चिल्लीहरू जति मनपर्छ, सिलान्ट्रो अनि पिठो। के को पिठो थियो अरे? कि बिस के को पिठो थियो अरे? सबै हालेर मैले अलिकति आलु पनि हालेको छु है, अझै राम्रो बन्छ क्या आलु हाल्दाखेरि पनि। अनि अलिकति मैले यहाँनिर क्याबेज हालेको छु। ल, सी यू अर्को पार्ट। फाइनली पकौडा इज रेडी रेडी रेडी। यस क्रन्ची। फाइनली पकौडा इज रेडी। यसको सबै जति पनि बनाउने तरिका छ मैले फर्स्ट भिडियोदेखि नै राखेको छु, म सेयर गर्छु। अब इन्जोय साथीहरू। यस्तो भन्छ, यतिको क्रन्ची। And this is really healthy, guys.